सोशल मिडिया लगायतका विभिन्न प्लेटफर्ममा प्रयोग हुने तपाईको इमेल अर्थात् जीमेल आइडी कसैले लगइन गरी आफ्नो मोबाइलमा चोरी प्रयोग गरिरहेको त छैन, या कसैले ह्याक गरेर मिसयुज गरिरहेको छ। हुनसक्छ कुनै बेला तपाई आफैले साथीको डिभाइसमा लगइन गरेर बाइ मिस्टेक लगआउट गर्न बिर्सिनुभयो। तपाईको जीमेल आइडी के कति डिभाइसमा लगइन छ, कुन मोबाइल वा पीसीमा प्रयोग भइरहेको छ, सेभ छ कि छैन, तपाईसँग भएको आफ्नो डिभाइस बाहेक अन्य डिभाइसमा पनि लगइन छ भने आउनुस् उक्त डिभाइसबाट कसरी लगआउट गर्ने सिम्पल मेथडबाट सिकौं। भिडियो सुरु गर्न अघि फलो गरिदिनु होला। एट फर्स्ट जीमेल ओपन गरी आफ्नो आइडी लगइन गर्नुपर्ने हुन्छ। देन राइट कर्नरमा रहेको आफ्नो जीमेल आइडी प्रोफाइलमा टच गरेर यहाँनिर म्यानेज योर गुगल अकाउन्टमा जानु होला। त्यसपछि यहाँनिर सेकेन्डमा रहेको सेक्युरिटी एन्ड साइन इन सेक्सनलाई सिलेक्ट गर्नुपर्ने हुन्छ। इफ तपाईहरुको मोबाइलमा यस्तो इन्टरफेस नदेखेर यो टाइपको इन्टरफेस देखियो भने यहाँनिर सेन्टरमा सेक्युरिटी भन्ने सेक्सनलाई सिलेक्ट गरेर अगाडि बढ्नु होला। मैले चाहिँ सेक्युरिटी एन्ड साइन इनमा टच गरे। देन थोरै स्क्रोल गरेर मुनि आउनुभयो भने यहाँनिर म्यानेज अल डिभाइसेस भन्ने अप्सन शो गरेको छ नि, हो यसमा टच गरेर अगाडि बढ्नुभयो भने यहाँनिर यसरी योर डिभाइसेस भनेर तपाईको जीमेल आइडीबाट प्रयोग भएका सबै डिभाइसहरु शो हुन्छन्। यहाँनिर सबैभन्दा माथि देखाएको योर करेन्ट सेसन भनेको छ नि, हो यो चाहिँ तपाईहरुले अहिले प्रयोग गरेको डिभाइस हो। अनि मुनिपट्टि शो भइरहेका डिभाइसहरु आई मिन मोबाइल, पीसी, ल्यापटप, टिभी वा जे जति पनि छन् स्टिल तपाईहरुसँग छन् वा प्रयोग गर्नु भएको छ भने आइडी सेभ छ। इफ कुनै डिभाइसहरु तपाईलाई डाउट छ या अहिले यी डिभाइसहरु तपाईसँग छैनन् भने उक्त डिभाइसहरु यहाँनिर यसरी सिलेक्ट गर्नु होला। देन भेरिफाई गरेर अगाडि बढ्नु पर्ने हुन्छ। त्यसपछि लेफ्ट कर्नरमा रहेको साइन आउटमा टच गर्नुभयो भने यहाँनिर माथि साइन आउट गर्नु खोजेको डिभाइस नेम देखाएको छ। यहाँनिर दिस विल रिमुभ एक्सेस टु योर गुगल अकाउन्ट फ्रम दिस डिभाइस भनेको छ। मतलब यहाँबाट साइन आउट गर्नुभयो भने यो डिभाइसले तपाईको जीमेल अकाउन्टको एक्सेस पाउने छैन, रिमुभ हुन्छ भनेको हो। यहाँबाट जस्ट साइन आउट गरिदिनु होला।